हेलो वेलकम छ साथीभाइहरू सबैजनालाई एलजाबेट दिदीको भ्लगमा र यहाँनिर हुँदैछ हाम्रो आज खानाको पार्टी होइन यहाँ हुनुहुन्छ यहाँ हेर्नुहुन्छ यहाँ हुनुहुन्छ करिना दिदी यहाँ हुनुहुन्छ आजको सेफ एलजाबेट दिदी हो अनि हाम्रो पूर्णिमा दिदी चाहिँ कराइदिनु जानुभएको छ र हाम्रो आज एक्जाम सक्यो होइन फाइनली हाम्रो 1 महिना यहाँ टाउको दुखाइ भइरहेको थियो हामीलाई यहाँ हुनुहुन्छ हाम्रो आकृति अर्याल र आकृति अर्याल यहाँ खुसीले उसको सिमाना छैन यो चाहिँ बनाउँदैछ के भन्छ किनेमा बनाउँदैछ हो एकछिनमा मान्छेहरू भाग्नु थाल्छ होला बाहिरको रुमको मान्छेहरू बनाएर तर भाग्य पनि साथी हो यस्तो मिठो हुन्छ तपाईहरुले त्यो बयानै गर्न म भन्नै सक्दिनँ क्या तपाईहरुलाई हैन अनि यहाँनिर हुनुहुन्छ हाम्रो हाम्रो ब्लगमा आउनुको लागि र यहाँनिर हुनुहुन्छ हाम्रो अनामिका एकदम अब के भन्नु उसलाई हैन एकदम ऊ यहाँ आउनु यति इज्जत ब्लगमा तपाईलाई के भन्नु छ एलजाबेटको भिडियोलाई माया गरिदिनु धेरै माया गरिदिनु हैन अन्त लाइक शेयर अनि सब्स्क्राइब गरिदिनुस् फेमस बनाइदिनुस् हजुर फेमस बनाइदिनुस् भ्यू धेरै गरिदिनुस् अरु त म थ्यांक यू भन्न चाहन्छु त्यति नै हो र आज हाम्रो अनामिका केही बोल्नै सक्नु भएन किनकि उसको पनि खुसीको सीमा नै छैन यहाँनिर घर जाने सबैजना घर जाने भएर तर म चाहिँ नजाने साथी हो पोस्टिङ सकेर मात्रै जाने हो म चाहिँ अहिले नजाने म रिलेटिभ भएकोमा जाने हो र हाम्रो एलजाबेट दिदीलाई धेरै धेरै माया गरिदिनु होला सबैले सब्स्क्राइब गरिदिनु होला र अहिले तपाईहरुलाई अहिले चाहिँ स्टप गर्छु भिडियो र अहिले एकछिनमा हामी स्टार्ट गर्छौँ के बनायौँ भनेर तपाईहरुलाई देखाउँछौँ है त ल फेरि पनि साथीभाइहरू तपाईहरुलाई म एलजाबेट दिदीको भ्लगमा फेरि पनि आएँ होइन म आशु तामाङ मेरो नाम चाहिँ आशु तामाङ हो होइन म पनि भोलि पर्सि युट्युबर हुन्छु होला र तपाईहरुले आशु तामाङ नाम चाहिँ याद गरिराख्नु सर्च गर्दै गर्नु बा मेरो मन भुलेर म पनि युट्युब च्यानल खोल्छु कि बा होइन र फेरि पनि होइन यहाँ दिदीहरू हाँसेको हुनुहुन्छ होइन अब के भन्नु दिदीहरूलाई होइन अनि यहाँ करिना दिदी हुनुहुन्छ र यहाँनिर आजको सेफ हुनुहुन्छ दिदी अनि आमा यहाँनिर हाम्रो सबैभन्दा राम्रो मान्छे हो है अनामिका बस्ने राजु बस्नेतको छेत्री चुल होइन कपाल हौ तपाईँलाई यो भ्लगमा फेरि चुल होइन कपाल भन्छ हेर्नु तिमी हिन्दी बोलेको पनि सुनाइदेऊ न मेरो साथीभाइहरू कमेन्टमा भनिदिनु होला तपाईहरुले होइन कपाल भन्छ कि चुल भन्छ होइन हाम्रो नेपालमा त चुल भन्दैन हाम्रो कपाल भन्छ तर दिदी र अनामिका चाहिँ आसामको भएर चाहिँ यिनीहरूले चुल भन्छ नेपाली भएपछि नेपाली बोल्नु पर्यो नि होइन साथीभाइहरू म जस्तो हिन्दी बोल्दा नेपाली मिसाउनु हुँदैन भन्दैन अनि नेपाली त हो साथीभाइहरू के भन्नु अब नेपाली भनेको नेपाली हुन्छ हिन्दीमा अलिकति नेपाली थपिदिनु पर्यो नि त इङ्ग्लिसमा पनि नेपाली थपिदिनु पर्छ हो साथीभाइहरू अनि सबै एउटा इम्पोर्टेन्ट कुरा भन्न लागिरहेको छ साथीभाइहरू के भन्नु छ भने अहिले एकदम रिलमा भाइरल भइरहेको छ होइन एउटा त्यो पानीको उयो क्रिएचर होइन क्रिएचर त्यो आउन आँटेको छ सिम्पटमहरू के अरे साइनहरू देखाइरहेको छ र तपाईँहरू पनि सतर्क रहनु होला जो पानी समुद्रको छेउमा हुनुहुन्छ त्यो चाहिँ एकदम सतर्क रहनु क्रिएचरहरू छ होइन अनि अरू के भन्नु हेर्नु न हाम्रो करिनाले चाहिँ के भन्छ अरे त्यो पानी क्रिएचरमा त्यो क्रिएचर हामी के गर्नु अरे करिना माछा मार्दै खानु अरे क्रिएचरको भित्र गएर चाहिँ माछा मार्दै खान्छु क्रिएचरको भित्र गएर चाहिँ माछा पाल्दै खान्छौँ
डराउनु पर्दैन फ्रेजरहरू आउँदाखेरि हो माछा मार्दै खानुपर्छ हो अनि माछा त छैन आज चिकन चाहिँ मारेर चाहिँ खाँदैछु हामीहरू मारेर होइन किनेर मार्नै पर्यो नि त यो किनेर खानुलाई पनि हामीले मारेको होइन नि त त्यो अब दोकानदारले मार्नु भएको र यस्तो छ होइन साथी यस्तो नागाल्यान्ड आएन रहेछ पूर्णिमाले हो यस्तो हेर्दा पनि खम खम लाग्ने खालको बनाइरहेको छ आज हाम्रो दिदीले खाना चाहिँ होइन कहिले पाकौँ र कहिले खाऊँ जस्तो मिठो भएन भने गाली नगर्नु दिदी बहिनीहरू हामी नमिठो भए पनि मिठो बनाएर खान्छौँ अनि अनि बाहिरको नजारा चाहिँ यस्तो छ साथी हो यस्तो छ है हाम्रो होस्टेलबाट चाहिँ बाहिरको नजारा देखिन्छ यहाँनिर घर अनि यहाँनिर चाहिँ अचार एक्सक्युज मी यहाँनिर चाहिँ अचार बनाएको छ आकृति अर्यालले आज चाहिँ साथी हो मैले आज खाना बनाइनँ अनि यहाँनिर अर्को साथीले चाहिँ यहाँनिर झिका र आलुको सब्जी बनाइरहेको छ होइन अनि हाम्रो रुमको हालत त्यस्तै छ के गर्नु साथी हो होस्टेल लाइफ हो होइन के भन्नु यहाँनिर चप्पल छ यहाँ बाल्टी छ यहाँ पनि बाल्टी छ यहाँ वासरुम हो बर्थडे हाम्रो यहाँ पर्मानेन्ट हो जसको पनि बर्थडे आउँछ हामी यहीँनिर सेलिब्रेट गर्छौँ र नराम्रो भइरहेको छ तर पनि हामीले यतिकै छोडिदिइरहेको अब हामी भनेको हामी हो के भन्नु होस् राम्रो देख्यौँ नदेख्यौँ अनि यहाँनिर चाहिँ किनेमा हो होइन नागा आइटममा बनाइराख्नु भएको छ यहाँ भात पाकिरहेको छ यहाँ कुकरमा पनि भात पाकेको दिदी ए हो यहाँनिर पनि भात छ देखाउनुपर्छ कि यो चटनी हो यो हो भन्दै मासु भनेर अब हाम्रो साथीभाइहरू हाम्रो सकिनु कति पनि टाइम छैन अब धेरै अब टाइम छैन हामी सिर्फ 1.5 वर्ष छौँ अब सबैजना छुट्टीमा जानुहुन्छ होइन हामी पनि कट गर्ने हो होइन म साँच्चै सम्झिरहेको कि उसले उयो मासु पाक्नुको लागि सकिनु धेरै टाइम छैन भनेर कलेजको भन्दै रहेछ अब दिदीहरू सबैजना जानुहुन्छ होइन अब सबैजना जानुहुन्छ म चाहिँ जाँदिनँ अघि नै भनिरहेको छु तपाईँहरूलाई अघि सुरुमै भनेको थिएँ त्यो कुरा चाहिँ होइन अनि आएपछि सबैजना चाहिँ यो चाहिँ कटलम मेरो त यो हो बाटे जुठो होला यो चाहिँ हाम्रो ननभेज साथीको ननभेज अन्डा हो त्यो साथी चाहिँ म हो यो साथी चाहिँ यो हो अनामिका हो राम्री मान्छे त्यो चाहिँ हाम्रो अब चाहिँ म देखाउँछु हाम्रो रुममा आज के पाकेको छ भनेर यो चाहिँ हो स्पेसल नेपाली अचार यसमा चाहिँ के छ यो चाहिँ हाम्रो भेज सब्जी हो यो चाहिँ हाम्रो किनेमाको चटनी हो यो चाहिँ हाम्रो के हो ओम पोच हो अनि आजको स्पेसल चाहिँ यो हो है साथीभाइहरू अरू त राइसहरू नै छ हुँदैन कस्टमर केयरमा फोन गरेको नि त एउटा आइडी प्रुफ चाहिन्छ क्या म आकृति हो कि होइन भनेर अनि मेरो पुरै नामै रङ हुँदा अब मेरो सरनेम छेत्री नै होइन म को कुन चाहिँ आकृति छेत्रीको टिकट छ अब म आकृति गरेर त मलाई इन्ट्री दिन्छ त बाबा
दिँदैन नि त मलाई एयरपोर्ट भित्र इन्ट्री नै दिँदैन त्यहीँनिर मलाई बुझाइदिन्छ क्या अनि म त अहिले पो तपाईँलाई पठाउँदा पनि याद गरेको थिएँ यसो मान्छे किचन कस्टमर केयरमा कल गरेको सरनेमै रङ हुँदा केही गर्नै सकिँदैन त्यो टिकट क्यान्सल गरेर अर्को टिकट गर भन्यो क्या मलाई डाइरेक्ट चम्मच छैन उहाँ अब पैसा कति हो के हो मलाई भयो दिदीहरूले मलाई पनि एउटा थाल देऊ न म थालमा खान्छु अब म हालेको त्यही गर्दैछु अलिक सस्तो त हुँदैन होला त्यही पनि संस्कृतिको यो संस्कृतिलाई चाहिँ अलग्गै हालेर मैले हाल्छु मलाई मेरो बहिनीको याद आयो चक्कुले पस्किरहेको थियो एकचोटि त्यसले भात अल्छीले हाल्न आफै हाल तिमीहरू हाल्न हड्काउ न आकृति ल गाइस के भन्छ हाम्रो ब्लगिङ चाहिँ आस्थाले स्टार्ट गरेको थियो अनि एन्ड चाहिँ म गर्न लागेको छु किनभने अब हामी खाना खान गइरहेको छु प्लिज मेरो च्यानललाई लाइक अनि सब्सक्राइब गरिदिनु गाइस बाई भनिदिनु मेरो उयसलाई ब्लगमा बाई बाई लाइक सब्सक्राइब खै आस्था मेन ब्लगर आजको बाई साथीभाइहरू अब चाहिँ हामी बिजी खानुमा बाई बाई